हेलो एभ्रिवान सबैजनालाई नमस्ते। सो आजको पेन्टिङ चाहिँ नि ब्ल्याक एन्ड व्हाइट पेन्टिङ रहनेछ है। ल यो चाहिँ अब हामीले ब्ल्याक र व्हाइट कलर चाहिँ मिक्स गरेर चाहिँ आकाश बनाउँदैछु। यो आकाश बनाउने क्रममा पनि एकदमै हामीले राम्रोसँग मर्ज गर्नुपर्ने हुन्छ। यो चाहिँ मैले युज गरिरहेको अहिले ब्रस रहेको छ फ्यान ब्रस हैन। यसरी फ्यान ब्रसले मर्ज गरेर आएको छु। एकदमै फाइन र एकदमै राम्रो सुदिङ देखिन्छ हाम्रो यो पेन्टिङ चाहिँ आज। र यसरी ब्ल्याक कलर र व्हाइट कलरको कम्बिनेसन मिलाएर चाहिँ मैले मर्ज गरिसकेको छु। अब यसमा चाहिँ मैले स्केच गर्न गइरहेको छु अन्नपूर्ण एन्ड फिस्टेल है। यो दुईटा हिमाल चाहिँ आज हामीले राम्रोसँग बनाउनु पर्ने हुन्छ। यसमा चाहिँ एउटा गाउँघर राखेर चाहिँ हामीले राम्रोसँग बनाउनु पर्ने हुन्छ। सो यतिको भइसकेपछि हाम्रो हिमाल पनि एकदमै राम्रो देखिसकेको छ। अब हजुरले हेर्न सक्नुहुनेछ मैले यो नाइफ लिएर ब्ल्याक र व्हाइटलाई चाहिँ यसरी मजाले मिक्स गरिसकेको छु हैन। यसरी हामीले सबै ठाउँमा मिक्स गरिसकेपछि नि यही कलरलाई चाहिँ हामीले जुन स्केच गरेको पार्ट रहेको छ त्यो स्केच गरेको पार्टमा चाहिँ हामीले यसरी मजाले प्याटर्न वाइज राख्नुपर्ने हुन्छ। यो पेन्टिङ जति हामीले यसरी राख्दाखेरि राम्रो देखेको छ हामीले फाइनलमा चाहिँ नि हाम्रो रिजल्ट एकदमै राम्रो आउनेवालामा छ। र यसरी नै हामीले प्याटर्न वाइज सबै ठाउँमा चाहिँ नाइफले यसरी कलरहरू फ्लो गर्दै गइरहेको छु। यसमा चाहिँ मैले चलाएको कलर भनेको छ नि व्हाइट र ब्ल्याक मात्रै मैले युज गरेको छु। बाँकी चाहिँ मैले कुनै पनि यसमा कलरहरू माउन्टेनमा चलाएको छैन अहिलेसम्म। र यसरी मैले सबै ठाउँमा चाहिँ मजाले नाइफबाट नै कलरहरू सबै ठाउँमा फ्लो गरिदिइसकेको छु। अब यो तलको जुन पार्ट रहेको छ यो पार्टमा चाहिँ हामीले यसरी फ्यान ब्रसले चाहिँ हल्का व्हाइट कलर लिएर चाहिँ मर्ज गर्यो भने चाहिँ यो हामीले मर्ज गरेको ठाउँमा चाहिँ सबै हुसु बन्छ। र हुसु बनिसकेपछि चाहिँ एकदमै राम्रो देखिन्छ हाम्रो पेन्टिङ हैन। अब हजुरले हेर्न सक्नुहुनेछ एकदम राम्रो देखिसकेको छ। अब यतिको भइसकेपछि जुन यो माथि रहेको पार्टमा रहेको छ हजुरले हेर्न सक्नुहुनेछ यसमा चाहिँ मैले अब मिड सफ्ट कलरहरू खेलाउँदै गइरहेको छु है। सफ्ट कलर चाहिँ एकदमै चाहिन्छ हाम्रो यसमा। र यसरी हेर्न सक्नुहुन्छ मैले यसरी सफ्ट कलर मजाले खेलिसकेको छु। यो चाहिँ भित्रको चट्टानको भागको कलर रहेको छ। र हामीले यसरी मजाले प्याटर्न वाइज सबै ठाउँमा चाहिँ फ्लो गरिदिनु पर्ने हुन्छ। यो चाहिँ हाम्रो माछा पुच्छ्रे फिस्टेल माउन्टेन रहेको छ भनेदेखि हाम्रो यतापट्टि साइडमा रहेको छ अन्नपूर्ण। र हामीले व्हाइट कलर पनि एकदम रेडी गरिसकेको छु। अब यसरी व्हाइट कलर बिस्तारै लिएर चाहिँ नि अब यसरी सबै ठाउँमा चाहिँ प्याटर्न वाइज राख्नुपर्ने हुन्छ। व्हाइट कलर राख्दा चाहिँ अलिक ढिक्का ढिक्का नै राख्दाखेरि चाहिँ अझै राम्रो देखिन्छ हाम्रो पेन्टिङमा साइनिङ अनि ग्लो आउँछ है। अब यसरी सबै ठाउँमा चाहिँ अन्नपूर्ण नभउने बिस्तारै यसरी प्याटर्न वाइज काम गर्दै जानुपर्ने हुन्छ। यो पेन्टिङ गर्नलाई चाहिँ मलाई अलिकति समय चाहिँ बढी नै लागेको छ किनभनेदेखि यो अब स्पेसली अलिकति राम्रोसँग बनाउनु पर्ने भएको कारणले गर्दा मैले जति पनि यो डिटेलिङ कामहरू छ डिटेलिङ कामहरूमा चाहिँ मैले एकदम राम्रोसँग फोकस गरेको छु। अब हेर्न सक्नुहुन्छ हाम्रो पेन्टिङ यतिको कम्प्लिट भएको छ भनेदेखि अब यो साइडमा रहेको छ डाँडा। अब डाँडामा पनि यसरी प्याटर्न वाइज मजाले हामीले नाइफबाट नै कलर राख्नुपर्ने हुन्छ। र यो साइडमा रहेको ठाउँमा चाहिँ हामीले हुस्सु मजाले यसरी बनाउनु पर्ने हुन्छ है। मर्ज गर्ने क्रममा पनि अलिकति यसरी मजाले फास्टली अलिकति मर्ज गर्दा चाहिँ हाम्रो पेन्टिङ एकदमै राम्रो देखिन्छ। ल कम्प्लिटली हाम्रो हुस्सु पनि बब्बाल भएको छ है। अब यो माथि चाहिँ हामीले टेक्सचर राख्न गइरहेको छु। ब्ल्याक एन्ड व्हाइटमा चाहिँ टेक्सचर पनि ब्ल्याक नै बस्छ है। यसरी मजाले टेक्सचर राख्दाखेरि चाहिँ एकदमै हाम्रो पेन्टिङ चाहिँ सुदिन देखिन्छ एकदमै मुलायम राम्रो देखिन्छ है। यो कलर चाहिँ मैले एकदमै सफ्ट कलर खेलेको छु भनेदेखि यसमा चाहिँ अब यो घरको माथि चाहिँ मैले हल्का ब्ल्याक कलर युज गरेको छु। यो ब्ल्याक कलरले चाहिँ हाम्रो लाइट एन्ड सेडको भागहरू चाहिँ एकदमै राम्रोसँग छुटाउने गर्दछ। सो अब हजुरले हेर्न सक्नुहुन्छ यो घरको साइडमा चाहिँ मैले यतिको कम्प्लिट गरिसकेको छु भनेदेखि यसमा चाहिँ मैले व्हाइट कोट राख्न गइरहेको छु। यो व्हाइट चाहिँ नि मैले जति आधी मात्र राखेको छु यो चाहिँ लाइट एन्ड सेडको भाग भएर चाहिँ मैले व्हाइट कलर पनि आधी मात्र राखेको छु हैन। अब यो ओरेन्ज कलरलाई पनि हामीले मजाले यसरी तल चाहिँ तानिदिनु पर्ने हुन्छ। यो चाहिँ मैले अलिकति हाइलाइट कलर चाहिँ खेलिरहेको छु यो पेन्टिङमा। जसरी हामीले यसरी हाइलाइट पेन्टिङ चाहिँ नि ब्ल्याक एन्ड व्हाइटमा हल्का रेडनेस खेल्यो भने चाहिँ नि हाम्रो पेन्टिङ एकदमै अट्र्याक्ट देख्ने गर्दछ। सो यसरी चाहिँ मैले मजाले काम गर्दै गइरहेको छु। अब यो तलको कामहरूलाई चाहिँ हामीले फाइन गर्दै लानुपर्ने हुन्छ। ल भिडियो चाहिँ नि अब हामी कन्टिन्यू गर्छौँ। सो भिडियोलाई चाहिँ हामी राम्रोसँग हेरौँ है त। अहिले यो जुन मैले ब्ल्याक लाइन तानिरहेको छु यो चाहिँ हाम्रो
गाई भैँसीहरू राख्ने गोठ रहेको छ है। अब यसरी चाहिँ हामीले लाइनिङहरू तानेर चाहिँ नि ढुङ्गाको वालहरूलाई चाहिँ हामीले यसरी मजाले सुरुमा चाहिँ लाइनिङ तानेर पनि मजाले बनाउन सक्छौँ है। र यसरी हामीले रुख पनि मजाले बनाउन सक्छौँ। हजुरले हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो राउन्ड ब्रस रहेको छ र राउन्ड ब्रसले चाहिँ मैले यसरी मजाले सबै ठाउँमा प्याटर्न वाइज यसरी चलाएको छु। अनि यो राउन्ड ब्रसले चाहिँ नि एकदमै राम्रो देखिन्छ। मैले प्राय रुखमा चाहिँ यसले नै बनाउँछु। अनि यो परालको कुइनालाई पनि हामीले नाइफले चाहिँ यसरी सबै प्याटर्न वाइज तानेर चाहिँ बनाउन सक्छौँ। अनि यो जिगज्याग हुनुपर्छ परालको कुइनो चाहिँ, किनभनेदेखि अलिकति जिगज्याग भयो भने चाहिँ नि परालको कुइनो अझै रियलिस्टिक देखिन्छ। र यो साइडमा चाहिँ हामी 3टा रुख एड गर्न गइरहेको छौँ है त। सो अनि यो ब्ल्याक एन्ड व्हाइट पेन्टिङमा चाहिँ नि हामीले यो ग्रीन कलर अनि रेड कलरको कम्बिनेसन मिलाएर राख्यो भने चाहिँ नि हाम्रो ब्ल्याक एन्ड व्हाइट पेन्टिङ चाहिँ एकदमै राम्रो देखिन्छ। सो यसमा चाहिँ मैले क्रिम्सन रेड युज गरेको छु। रेडमा चाहिँ नि यसरी हजुरले हेर्न सक्नुहुनेछ। यसरी मजाले मैले क्रिम्सन रेडहरू चाहिँ ठाउँ चाहिँ नि रुखहरूको प्याटर्नहरूमा चाहिँ मजाले राख्दै गइरहेको छु। अब यो साइडमा चाहिँ हामीले येल्लो नेसहरू पनि खेल्यो भने चाहिँ एकदमै लाइटहरू परेको भागहरू हेर्न सक्छौँ है त। तल साइड हाम्रो घाँसको भागहरूमा हामीले तोरीबारी पनि मजाले यसरी बनाउन सक्छौँ। र तोरीबारी बनाउँदाखेरि चाहिँ मैले मिट येल्लो र ग्रीन अनि हाम्रो स्काल रेड हल्का मिक्स गरेर चाहिँ नि यसो ब्लू कलरमा चाहिँ टच गरेर चाहिँ मैले यसरी बनाएको छु होइन। अब यसरी बनाउँदाखेरि चाहिँ पेन्टिङ चाहिँ जुन क्वालिटी आउनुपर्ने हो त्यो क्वालिटी चाहिँ मजाले देखिन्छ हाम्रो पेन्टिङमा। र यसरी मजाले मैले बनाइरहेको छु। अब यो पेन्टिङ चाहिँ लगभग कम्प्लिट हुन लागिसकेको छ। झ्यालहरूलाई पनि हामीले यसरी डिटेल पार्टहरूमा सबै लाइट एन्ड सेड छुट्टाएको पार्टहरूमा चाहिँ हामीले झ्याल पनि बनाउँछौँ। भनेदेखि माथि यो छानाको भागहरूमा यो काठहरू निस्किरहेको भागहरू पनि बनाउँछौँ। र साथसाथै हामीले यसमा अब यसरी मजाले सबै ठाउँमा चाहिँ प्याटर्न वाइज काम गरिसकेपछि ढोकाहरू पनि बनाउँछौँ। ढोका बनाउने क्रममा पनि हामीले ध्यान दिएर एकदमै राम्रोसँग बनाउनु पर्ने हुन्छ। र यसरी लाइनिङहरू तानेर हामीले डिटेल कामहरू गर्छौँ। र लाइनिङ तानेको ठाउँमा पनि एउटा दुइटा चाहिँ हामीले यसरी व्हाइट कलर राखेर चाहिँ सबै ठाउँमा चाहिँ प्याटर्न वाइज चलाउँदै गयो भने चाहिँ हाम्रो काम चाहिँ एकदमै दामी देखिन्छ। यो रहेको छ आजको हाम्रो ब्ल्याक एन्ड व्हाइट पेन्टिङ। सो हजुरहरूलाई यस्तो खालको पेन्टिङको भिडियोहरू यदि हेर्नु मनपर्छ भनेदेखि मेरो टिकटकमा हजुरहरूले फलो पनि गर्न सक्नुहुनेछ। अनि लाइक अनि कमेन्ट पनि छोडिदिन सक्नुहुनेछ है। अब यसै गरी हामीले यसमा मान्छे पनि एड गर्न गइरहेको छु। मान्छेको लागि चाहिँ मैले रेड र ब्लू कलर मात्रै हल्का चलाएको छु। सो यहाँ हाम्रो पेन्टिङ लगभग फाइनल भइसकेको छ। माउन्टेनहरू पनि एकदमै राम्रो देखिसकेको छ। सो म यसमा सिग्नेचर गर्न गइरहेको छु मेरो। ओके हाम्रो पेन्टिङ लगभग फाइनल भइसकेको छ। सो अब हामी टेप निकालेर हेर्छौँ है त कतिको राम्रो देखिएको छ हाम्रो पेन्टिङ। वाउ हाम्रो पेन्टिङ एकदमै राम्रो देखिसकेको छ। फिस्टेल एन्ड अन्नपूर्ण रेन्ज रहेको हाम्रो यो ब्ल्याक एन्ड व्हाइट पेन्टिङ हजुरहरूलाई कस्तो लाग्यो? सो प्रतिक्रिया दिन नबिर्सिनु होला। मेरो कमेन्ट बक्समा कमेन्ट छोडिदिनु होला हजुरहरूलाई यो पेन्टिङ र यो भिडियो साथसाथै कस्तो लागेको छ। सो यस्तै भिडियो हेर्नलाई चाहिँ मेरो टिकटकमा मलाई फलो पनि गर्न नबिर्सिनु होला। र यस्तै भिडियोहरू नयाँ लिएर आउनेछु। ओके थ्याङ्क यू सो मच एभ्रिवान।